हजुरको शुभ नाम चाहिँ म निर्मल घिमिरे। तपाईँ पनि हाम्रो कुमुदिनी होम्स स्कुलको भूतपूर्व छात्र हुनुहुन्छ। तपाईँहरूको एउटा सङ्गठन रहेछ है, कुमुदिनी होम्स स्कुलको भूतपूर्व छात्र सङ्गठनको एउटा केएसएस फक्स भन्ने रहेछ है। यो केएसएस फक्स चाहिँ के हो एक्चुअली चाहिँ? यो सङ्गठन नै होइन, यो एउटा गफसफ गर्ने एउटा के भन्नु दावल भन्छ नि, सब दावल भन्छ या त दौतरी भन्छ, एउटा लेभलको एउटा उमेरको र एउटा ब्याचको साथीहरूको एउटा झुन्ड मात्रै हो। कुमुदिनी होम्स स्कुलका प्रिन्सिपल है प्राचार्य चाहिँ को थियो? शिविर राणा हुनुहुन्थ्यो। कुमुदिनी होम्स सायद अहिलेको आइसिएससी स्कुलहरूको लेभल जस्तै थियो। त्यस अरू राणा सर बाहेक अरू तपाईँहरूको टिचरहरू याद छ? पालिमा एउटा इङ्ग्लिसको टिचर एकदमै राम्रो हाम्रो पालिमा पनि थियो, जसलाई हामी स्वर्णिम धना मिस भनेर चिनिन्छ है। तपाईँहरूको पालिमा थियो कि थिएन? भइसक्नु भएछ। जस्तो केसी म्याम हुनुहुन्थ्यो। अच्छा, हामी पढ्दा पनि थियो। हजुर, केसी म्याम हुनुहुन्थ्यो, पिएच सुब्बा हुनुहुन्थ्यो, भर्खरै आउनुभएको थियो। माला म्याडम यही सर भर्खरै आउनुभएको थियो। हाम्रो ब्लोन सर हुनुहुन्थ्यो। यहाँ तल सिटफाको रौसी बजारको कुमार सर स्कुलमा अलिक हुन्छ नि डर लाग्ने है, अलिकति सरहरू त्यहाँ गेटमा आउने बित्तिकै एउटा उयो भइहाल्ने क्या, डर लागेर एकदम क्लासभित्र पसिहाल्छ। तपाईँहरू त्यो समय आइदिनुपर्छ तपाईँ अब एकदम यो स्कुलको बारेमा एकदमै है। नमस्कार, म भूपेन्द्र राई, म पनि कुमुदिनी स्कुलको भूतपूर्व छात्र। हजुरको शुभ नाम चाहिँ? म निर्मल घिमिरे। हजुर, सुन्नमा आउँदा तपाईँको आफ्नै एउटा स्कुल पनि छ भनेर सुनिँदैछ है। र तपाईँ चाहिँ कुन ब्याचको हुनुहुन्छ होला? म 1991 हो। तपाईँले आफ्नो स्कुलै व्यवस्थापन गरेर स्कुल सिबिएसई रिलेटेड हो। आज यसरी हाम्रो यो मेरो भनौँ न अब अहिले त यो सानो एउटा रेस्टुरेन्टमा भेट भयो। त्यसले गर्दाखेरि स्कुलकै विषयमा केही कुरा गरौँ भन्ने इच्छा लाग्यो। त्यसले गर्दाखेरि अब कतिवटा जिज्ञासाहरू छ है, कतिवटा स्कुलप्रति के हुनुपर्छ भन्नेहरू मनमा छ, अनि स्कुलको लागि हामी के गर्न सक्छौँ भन्ने धेरै जिज्ञासा छ। अनि गर्दै आइरहेको पनि छौँ है, देखिरहेको पनि छौँ। त्यसले गर्दाखेरि अब कतिको मनमा के कस्तो प्रश्नहरू होला, त्यो प्रश्न चाहिँ मैले आज यो माध्यम मार्फत चाहिँ तपाईँहरूलाई सोध्न चाहन्छु। तपाईँहरूको एउटा सङ्गठन रहेछ है, कुमुदिनी होम्स स्कुलको भूतपूर्व छात्र सङ्गठनको एउटा केएसएस फक्स भन्ने रहेछ है। यो केएसएस फक्स चाहिँ के हो एक्चुअली चाहिँ? भन्नुपर्दाखेरि वास्तवमा केएसएस फक्स कुनै सङ्गठन नै होइन। अच्छा, यो सङ्गठन नै होइन, यो एउटा गफसफ गर्ने एउटा के भन्नु दावल भन्छ नि, सब दावल भन्छ या त दौतरी भन्छ, एउटा लेभलको एउटा उमेरको र एउटा ब्याचको साथीहरूको एउटा झुन्ड मात्रै हो है। विशेष गरिकन एउटा सङ्गठन हुँदैन। सङ्गठन त हाम्रो कुमुदिनी परिवार छँदैछ। यो चाहिँ हाम्रो एउटा रेजिस्टर्ड अर्गनाइजेसन कुमुदिनी अलुम्नाई हो। फक्स भन्ने चाहिँ के भयो भन्दाखेरि चाहिँ विशेष गरिकन लकडाउनमा हामी सबैजना स्टक भइरहेको थियौँ है, आफ्नो आफ्नो घरमा थन्किरहेको थियौँ। त्यति बेला कोसँग बात गर्ने, कोसँग गफ गर्ने भन्ने एउटा माध्यम थियो हाम्रो इन्टरनेट। अनि त्यस समयमा हामीले आफ्नो साथीहरू खोज्दै जाँदा विशेष गरिकन यसलाई जोड्ने क्रेडिट म हाम्रो सुभाषमणि सिंहलाई पनि दिन्छु, जो मनी ट्रस्टको फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ। उहाँ हामी एउटै ब्याचको स्टुडेन्टहरू हो। उहाँले 2-4जना स्टुडेन्ट जोड्दै गएपछि उहाँले सबलाई एडमिन राखिदिएपछि यहाँ हामीले खोज्दै जोड्दै जाँदाखेरि हाम्रो 1990देखि लिएर 1995सम्मको ब्याचको स्टुडेन्टहरू, हुनु त धेरै स्टुडेन्टहरू छन्, सबै जोडिएको छैन, त्यहाँ पनि भन्नु मिल्दैन सबै छ 100% छ भन्ने कुरा छ। झन्डै 128जना स्टुडेन्टहरू त्यो झुन्डमा जोडियो। अनि त्यो झुन्ड चाहिँ यस्तो हो कि त्यसको कुनै एउटा औपचारिक माने त्यसको पोर्टफोलियो होल्डर्सहरू केही पनि छैन त्यसमा।
त्यसको कुनै प्रेसिडेन्ट छैन, सेक्रेटरी छैन, केही छैन, खालि एउटा गफ गर्ने झुन्ड मात्रै छ है। यही झुन्डको माध्यमबाट हामी गफसप गर्छौँ खालि। किनभने एउटै ब्याचमा चाहिँ के हुन्छ भन्दाखेरि त मम भन्ने जुन चाहिँ एउटा है साथीहरूको एउटा आत्मीयता हुन्छ नि, सँगै पढेको साथी यही फलाना कहाँ छ, ढिस्का कहाँ छ, स्यान त्यहाँ के भन्ने गफहरू वास्तवमा त्यो झुन्ड मात्रै हो। यो चाहिँ कुनै एउटा औपचारिक निभाएको एउटा मतलब एउटा सङ्गठन चाहिँ होइन, सङ्गठन आफ्नै ब्याचको साथीभाइहरू यसो गफसप गर्ने एउटा सङ्गठन पनि के भन्ने एउटा झुन्ड मात्रै हो, त्यति मात्रै। भनेपछि तपाईँहरूले अब स्कुलप्रति चाहिँ कुछ गर्नुपर्छ भनेर बनिएको झुन्ड हो कि त्यसै बात गर्नु मात्रै बनिएको एउटा झुन्ड? स्कुलप्रति त यस्तो हुन्छ नि, त्यसै पनि हामीलाई कुमुदिनी होम्सले यस्तो सिकाएको छ कि स्कुलप्रति कुमुदिनी होम्सको छात्रहरूमा जतिको माया छ, हुन त सबैलाई आफ्नो आफ्नो स्कुलप्रतिको माया त्यति नै हुन्छ है। अरूको कति माया छ त्यो हामी जाँच्न सक्दैनौँ। कुमुदिनी विद्याश्रमको प्रत्येक विद्यार्थीकोमा नै कुमुदिनी विद्याश्रमप्रति यति धेरै माया हुन्छ है। स्कुललाई कुछ गरौँ भने सबैकोमा नै हुन्छ, त्यो छ नै छ। अनि हाम्रोमा त झन् अपार छ। भन्नुभयो तपाईँहरूको दौतरीहरू छन् त्यो झुन्डमा भनेर है। दौतरी त एउटा ठिकै हो आफ्नो साथीहरू, तर त्यसमा स्कुल पढ्ने एउटै समयको साथीहरू छन् कि दौतरी छन् कि मतलब ब्याच भिन्नै छन्? कसै 89को होला, कोही 86को होला, कोही 2010को होला। तपाईँहरूकोमा चाहिँ कस्तो छ मतलब यो झुन्डभित्र चाहिँ? त्यसमा वास्तवमा खोज्दाखेरि चाहिँ हाम्रो मोटामोटी 90 to 95 छन् है। तर पनि त्यसमा एकदमै इन्ट्रेस्ट दिएर आउने सायद 1-2जना छन् होला, 1-2जना छन् होला है। त्यस्तोमा त्यो हामी अब सबैको एक-एकवटा त्यो ब्याच सर्टिफिकेटहरू हामीले हेर्नु सकेको छैनौँ। तर म्याक्सिमम् चाहिँ हाम्रो त्यो 90 to 95 ब्याचकै स्टुडेन्टहरू छ, जससँग चाहिँ हाम्रो सोच मिल्छ, विचार मिल्छ, जोसँग त मम भन्नु सजिलो हुन्छ। त्यति विचार मिलेपछि स्कुलको लागि अथवा जहिले पनि भेटघाट हुँदा बात हुँदाखेरि स्कुलकै बारेमा कुरा हुन्छ, स्कुललाई नै सोच हुन्छ, स्कुलमा के अरे के कसो गर्दाखेरि चाहिँ राम्रो हुन्छ भन्ने नै हाम्रो सोच भइरहेको हुन्छ। अहिलेसम्म तपाईँहरूले स्कुललाई सोचेर स्कुलप्रति केही कार्यहरू गर्नुभएको छ तपाईँहरूको झुन्ड पक्षबाट? स्कुललाई सोचेर स्कुललाई के गरेको कार्य भन्ने कुरामा अब त्यो त हामीले एक-एकवटा त सायद भन्नु मिल्दैन होला। तर पनि परेको बेलामा, जब पनि परेको बेलामा है, जस्तो कि हामीले एउटा स्कुलको लागि एउटा गीत हामीले लन्च गऱ्यौँ त्यो आफ्नै बलबुतामा। अनि यो तपाईँको 2022मा होइन, हाम्रो नानीहरू स्विजरल्यान्ड गएको, त्यति बेला उनीहरूलाई हामीले कुनै आर्थिक सहायता दिन सक्यौँ। विगत वर्षको 24 मेमा पनि हामीले आर्थिक सहायता हामीले गरेको थियौँ। र सायद थुप्रै होला, सबै कुरा मेरो उयसमा आउनु सक्दैन है, मेरो नलेजमा सबै कुरा आउनु सक्दैन। र परेको बेलामा चाहिँ हामी पछि चाहिँ हटेको छैन। स्कुलको एउटा अभिभावक सङ्गठन छ जसलाई कुमुदिनी परिवार भनेर भनिन्छ। त्यो कुमुदिनी परिवारभित्र तपाईँहरू हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ, हाम्रो साथीहरू थुप्रैजना हुनुहुन्छ नि। परिवार त अब कुमुदिनी परिवार त मुख्य एलुमनाई एसोसिएसन त त्यही नै हो, त्यहाँभित्र हुनुहुन्छ थुप्रै साथीहरू। जस्तै अब एलुमनाई एसोसिएसनले त धेरै कामहरू गरिरहेको छ होइन, कुमुदिनी परिवारको एउटा सुनाम छ होइन। अनि त्यो कुमुदिनी परिवारले गरेको कतिवटा कार्यहरू छन्, त्यो कार्यभित्र तपाईँहरू संलग्न भएर काम गरिरहनु भएको छ कि तपाईँहरू बाहिरबाट नै त्यहाँभित्र मतलब स्कुललाई केही देन दिइरहनु भएको छ? त्यसमा त यस्तो हुन्छ, हेर्नुहोस्, कुनै पनि सङ्गठनमा एक्टिभली अगाडि आएर काम गर्ने भनेको त हामीले औँलामा गन्ती गर्ने मान्छे नै हुन्छ। तर परेको बेलामा त थुप्रै पछाडिबाट सहायता पुऱ्याइरहेको हुन्छ। यसमा पनि त्यस्तै छ, हामी 2-4जना त्यहाँ अगाडि आएर परिवार सँगसँगै हामी काम गरेको छौँ। तर हामीलाई परेको बेलामा परिवारलाई यस्तो परेको छ, यस्तो गरेको छ, परिवारले यस्तो गर्दैछ, तपाईँहरूले सहायता गर्नुपर्छ भनेपछि चाहिँ कुनै पनि मेम्बर पछि हटेको हुँदैन, उहाँहरूले सहायता गरिराखेको हुन्छ। यस्तो पनि देख्दैछ, जस्तै कुमुदिनी परिवार भनेको एउटा ठुलो सङ्गठन हो है। तर त्यो पनि एउटा कुमुदिनी परिवार भनेको एउटा एक्स स्टुडेन्टको एउटा अलुमनाई एसोसिएसन भनौँ न। र तपाईँहरूको यो झुन्ड भनौँ,
यो झुन्ड चाहिँ मतलब एउटा सङ्गठन जस्तै देखेछ, अलग अलग एउटा क्या अलग अलग देख्दैछ। कुमुदिनी परिवारकै एसोसिएसन भन्छौँ, अब कुमुदिनीकै हामी भूतपूर्व छात्र भन्छौँ, तर अलग अलग झुन्डहरू जस्तो अलग अलग देख्दैछौँ क्या। त्यो चाहिँ किन अलग अलग किन देखिएको, अब बुझाउनु नसकेको? बुझाइमा मात्रै हो, बुझाउनु नसकेको मात्रै। मैले अघि नै भनिहालेँ नि, अलग अलग देखिएको मतलब एउटा ब्याचमेट हुन्छ नि। जस्तो कि कुमुदिनी परिवार भनेपछि तपाईँको त्यहाँनिर 1963, 60, 73देखि लिएर त्यति बेलाको ब्याचको सबैजना हाम्रो अग्रज दाजुहरू हुनुहुन्छ है। अब त्यो झुन्डमा पसेर हामीलाई हाम्रो साथीहरूसँग तत्त मम गफहरू त्यो गऱ्यो भनेदेखि त त्यो उहाँहरूको इज्जत के भयो? हामीले उहाँहरूलाई एउटा ठाउँमा राखेको हुन्छौँ। यो खालि हाम्रो गफ गर्ने झुन्ड मात्रै हो। अनि गफ गर्दा गर्दै के हुन्छ भन्दाखेरि चाहिँ जस्तो एउटा ग्यापिङ भन्ने कुरा त हुन्छ। जस्तो हाम्रो साथीहरूभित्र कोही बेला कसकोमा के पर्छ, कसलाई दुःख पीडा परेको हुन्छ है, कसलाई मेडिकलको सहायता परेको हुन्छ, कसकोमा मरौ परेको हुन्छ, त्यो हाम्रो झुन्डलाई जति थाहा हुन्छ त्यो त हामीभन्दा सिनियर ब्याचहरूलाई थाहा हुँदैन नि है। जस्तो त्यहाँनिर हामीले एटेन्ड गर्नु, उनीहरूलाई सहायता गर्नु होइन, त्यहाँदेखि लिएर जस्तो आफन्त त्यो हाम्रो एउटै जुन चाहिँ हेड मिल्ने साथीहरूसँग जुन चाहिँ गफहरू गर्नु, त्योहरू नमिल्दाखेरि चाहिँ हामीले एउटा त्यो गफ गर्ने झुन्ड मात्रै बनाएको हो, त्यो चाहिँ हुँदैन। भनौँ मतलब अब तपाईँको कुमुदिनी परिवारको एउटा नियमावली हुन्छ होइन, एउटा संविधान हुन्छ, त्योभित्र एउटा तपाईँको संवेदनशीलता हुन्छ। त्यहाँ कतिवटा कुराहरू गर्न मिल्दैन। त्यही भएर तपाईँहरूको झुन्ड एउटा झुन्ड जस्तो एउटा गफ गर्ने विचार पोख्ने एउटा झुन्ड मात्रै हो भनौँ। उता त यसलाई भूतपूर्व छात्र सङ्गठन नभनेर एउटा झुन्ड मात्रै हो, साथी भाइहरू झुन्ड भन्नु सङ्गठन नै हेर्नुहोस् न भन्नु मतलब बुझाइमा अलिक नबुझेको भन्नु मतलब त्यो झुन्ड चाहिँ अब त्यसमा म्याक्सिमम् एउटै स्कुल पढ्ने, एउटै ब्याचको, एउटै समयको भएको गर्दा एउटा समकालीन साथीहरू भएकोले गर्दाखेरि त्यो विचार मिलिहाल्यो भने होइन, आफ्नो स्कुलप्रति कुछ गर्नुपर्छ भन्ने लाग्यो भने गरिहालेको। तर कतिवटा यस्तो पनि देख्यो कि तपाईँहरूले गुरु दिवस है, शिक्षक दिवस पनि मनाएको देखियो तपाईँहरूको झुन्डबाट। अनि तर यो चाहिँ कुमुदिनी परिवार अथवा त्यो जुन अभिभावक यो छ सङ्गठन छ, उहाँहरूले चाहिँ यो कुरा गर्नु नसकेको हो कि या तपाईँहरूले यसलाई बताउनु भएन कि या तपाईँहरू आफ्नै अलग्गै यो कुछ गर्नुपर्छ भन्ने विचारहरू निक्लियो? यो पनि वास्तवमा त्यस्तो ठुलै कुरा त होइन अघि। अनि अब विशेष गरिकन हाम्रो एउटा झुन्ड जम्मा भइसकेपछि हामीलाई पढाएको र अवकाश प्राप्त शिक्षक शिक्षिकाहरू चाहिँ कहाँ छन् होला हामीलाई भेट्ने एउटा हाम्रोमा उत्सुकता भयो है। यहाँबाट रिटायर भएको सर गुरुआमाहरू कतिजना जीवित छन् होला, कतिजना कुन कन्डिसनमा छन् होला, हामी उहाँहरूलाई भेटौँ न भन्दाखेरि चाहिँ हामीले एकैचोटि यो सायद यो 4 वर्ष, यो 2024सम्ममा हामीले 4 वर्ष माने 2021देखि चाहिँ हामीले हाम्रो त्यो रिटायर्ड टिचर्सहरूलाई एक ठाउँ जम्मा गरेर है, आफैसँग सँगै जीवन बिताएको, सँगै सर्भिस गरेर रिटायर भएर बसेको शिक्षक शिक्षिकाहरूलाई भेट गराउने एउटा न्यू मात्रै हामीले। अनि त्यो सँगसँगै अर्को चाहिँ के भने हाम्रो साथीहरू पनि भेट हुने एउटा न्यू मात्रै हामीले गरेर यो एउटा शिक्षक दिवस हामीले मनाएको। वास्तवमा हामीले यसलाई शिक्षक दिवस पनि भन्दैनौँ, पुनर्मिलन कार्यक्रम भन्छौँ अघि। यसलाई यसरी बुझ्न सक्नुहुन्छ, तपाईँहरूको समक्षमा तपाईँहरूको समकालीनमा जुन जुन टिचरहरू थियो जो रिटायर भइसक्नु भएको छ होइन, कोही अहिले पनि कन्टिन्यू होला होइन, त्यस समयको शिक्षकहरूलाई चाहिँ तपाईँहरूले एउटा आदर भाव राख्नु मात्रै गरिएको मात्र। किनभने अब तपाईँको यता कुमुदिनी परिवार भनेको एउटा ठुलो सङ्गठन हो, यहाँ सिनियर मोस्टहरू हुन्छ। अब उहाँहरूलाई पढाएको टिचरहरू सायद हामीसँग त्यो तपाईँहरूको समकालीनमा त्यो आइपुगेन होला, भेटिएन होला होइन। त्यसले गर्दाखेरि अब उहाँहरूले आफ्नै प्रकारले गर्छन् होला होइन। तपाईँहरूले चाहिँ तपाईँहरूलाई पढाएको समकालीन त्यो उहाँ टिचरहरूलाई, शिक्षकहरूलाई चाहिँ तपाईँहरूले एउटा आदर भाव मात्रै राखेको छ। त्यो पनि तपाईँको हामी त्यो शिक्षक दिवस कि दिनु पर्दैन। अच्छा है, शिक्षक दिवस त तपाईँको कुनै दिन पनि मनाउन सकिँदैन। हामीले त्यो पर्टिकुलर एउटा उहाँहरूलाई भेट गरेर यसलाई शिक्षक दिवस पनि भन्दैनौँ हामी है। भूतपूर्व शिक्षक शिक्षिका अनि भूतपूर्व छात्रहरूको पुनर्मिलन, पुनर्मिलन कार्यक्रम, रियुनियन भन्नु मिल्छ होला होइन। रियुनियन पनि होइन, पुनर्मिलन भनेर भेटघाट मात्रै हुन्छ।
हालमा। अच्छा, त्यो समयमा भनौँ न त्यस समकालीनमा तपाईँहरूको शिक्षा अथवा त्यस कुमुदिनी होम्स स्कुलका प्रिन्सिपल है प्राचार्य चाहिँ को थियो होला? शिवी राणा हुनुहुन्थ्यो। शिवी राणा सर हुनुहुन्थ्यो। अनि म पढ्दा त थिएन, मैले भेट्न पाइनँ हजुर है। राणा सरको विषयमा चाहिँ धेरै सुनेको। अच्छा, त्यस अरू राणा सर बाहेक अरू तपाईँहरूको टिचरहरू याद छ नाम? त्यति बेलाको शिक्षक शिक्षिकाहरूमा अहिले याद छन् या त अब अवकाश प्राप्त गरिसकेका छन्? एक दुईजना पनि हुनुहुन्छ जस्तो लागेन, जसले चाहिँ हामीलाई पढाउनु भयो है। अहिले त प्रायः रिटायर भइसक्नु भएछ। जस्तो केसी म्याम हुनुहुन्थ्यो। अच्छा, हामी पढ्दा पनि थियो। केसी म्याम हुनुहुन्थ्यो, पिएच सुब्बा हुनुहुन्थ्यो, अनि जोन सर सी सुब्बा भित्र गइसक्नु भयो। खपेन्द्र सङ्कलहरू हुनुहुन्थ्यो। त्यति बेलाको शिक्षक शिक्षिकाहरूमा अहिले बसेकोमा सायद हामीलाई पढाउनु भएकोमा भर्खरै आउनुभएको थियो माला म्याडम। भर्खरै त्यति बेला जोइन गर्नुभएको थियो। देवदत्त सर अहिले कलेजमा नै हुनुहुन्छ सायद, उहाँ पनि अब कलेजबाट पनि रिटायर भइसक्नु भयो, उहाँ आउनुहुन्थ्यो। राजेन सर सायद भर्खरै रिटायर हुनुभयो है, राजेन सर हुनुहुन्थ्यो। यहाँजिन सर भर्खरै आउनुभएको थियो। अनि सायदै त्यति बेलाको शिक्षक शिक्षिकाहरू अहिले त हुनुहुन्न। तपाईँहरू पढ्दाखेरि साइन्सका एन्डिएम मिसहरू शाह सरहरू? हजुर हुनुहुन्थ्यो। अब भोलि पनि सक्यौँ नि त्यति बेलाको कति शिक्षक शिक्षिका। हाम्रो ब्लोन सर हुनुहुन्थ्यो। टिभी राई हुनुहुन्थ्यो। यङ सर हुनुहुन्थ्यो। तपाईँहरू पढ्दै यङ सर त हामीले भेट्यौँ। हामी पढ्दा भर्खरै आउनुभएको थियो। एकदम हामीले कुनै फङ्सनहरू गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ हामीसँग साथी जस्तो सबै यङ हुनुहुन्थ्यो। विशेष गरिकन म कहिल्यै भुल्दिनँ, हाम्रो यहाँ तल सिटको रौसी बजारको कुमार सर हुनुहुन्थ्यो। हुनुहुन्थ्यो। अनि हामी त्यो फङ्सनको टाइममा चाहिँ पुरा काम गर्थ्यौँ। बेलुका साँझ परिन्जेल हामी उहाँको त्यो एउटा भ्यान थियो क्या, डल्लो छप्पर भएको मारुति भ्यानमा हामीलाई आधी बाटोसम्म पुऱ्याउनु जानुहुन्थ्यो। त्यो पुऱ्याउनु नभएको दिन चाहिँ हामी फङ्सनहरू भएको दिन चाहिँ त्यो कुमुदिनीको हलमै सुत्थ्यौँ। सल्लाह ओछ्यायो त्यहीँ सुत्थ्यो। यही त तपाईँको अब हाम्रो यसमा बाँच्ने के भन्नु, अब तपाईँको सम्झनामा बाँच्ने यही कुराहरू त हो है। स्कुलको बारेमा होइन, स्कुललाई माया गर्ने यस्तै कुराहरूले चाहिँ अब स्कुल भनौँ न, स्कुलको सम्झनासँगै हामी पनि बाँचिरहेको छ। त्यस समय तपाईँको यो स्पोर्ट्स पक्ष भनौँ न है, स्पोर्ट्स पक्षमा हामी पढ्दा चाहिँ मोहन सर हुनुहुन्छ अहिले पनि। अब हाम्रो अर्को एउटा शिला सर हुनुहुन्थ्यो। हाम्रो उयो अर्को राजु सर। तपाईँहरू पढ्दा थियो कि थिएन? मतलब तपाईँहरू पढिसक्दाखेरि हामी पढ्दा सायद उहाँहरू हुनुहुन्थ्यो जस्तो लाग्दैन मलाई। किन मोहन सर हुनुहुन्थ्यो। मोहन सर योगाहरू गराउनुहुन्थ्यो, त्यो हामीलाई थाहा छ, ज्ञानमा छ। कुमार सरहरू नै हुनुहुन्थ्यो गाइड गर्ने प्रायः। मतलब त्यस समय तपाईँहरूलाई अलिकति कस्तो भन्दाखेरि स्कुलमा अलिक हुन्छ नि डर लाग्ने है, अलिकति सरहरू त्यहाँ गेटमा आउने बित्तिकै एउटा उयो भइहाल्ने क्या, डर लागेर एकदम क्लासभित्र पसिहाल्ने। तपाईँहरू त्यो समय को थियो होला त्यस्तो क्या? हामी पढ्दा चाहिँ अब यङ्नी सर हुनुहुन्थ्यो, मिस हुनुहुन्थ्यो, जसले चाहिँ एक वचन अब पिट्नु हुँदैन थियो, तर पनि किन एक प्रकारको त्यो डर भन्ने कुरा एउटा हुन्छ नि, न अब के भएर डर भन्दा पनि सायद उहाँहरूको इज्जत थियो होला जस्तो लाग्छ। मैले पनि कुनै दिन त्यस्तो एकदम नराम्रो गाली पनि खाएको याद छैन मलाई मेरो विद्यार्थी लाइफमा, स्टुडेन्ट लाइफमा। कुनै दिन कुटाइ खाएको त झन् थाहै छैन मलाई, कहिले पनि खाइनँ होला। तर पनि त्यो एउटा आदर भाव थियो क्या, त्यसले गर्दा हामी अलिकति डराउँथ्यौँ। अहिले पनि केसी म्यामहरूको अगाडि हामीलाई डर लाग्छ, गएर केही बोल्नु पऱ्यो भने झट्टै केही भनिहाल्नुहुन्छ कि। मतलब केसी मिसै हुनुहुन्छ त, केसी मिसै यङ्सरै हुनुहुन्छ त्यस समय? उहाँहरू हुनुहुन्थ्यो नि। होइन, मलाई भन्नु तात्पर्य चाहिँ त्यस समय एउटा हुन्छ नि डर, स्वच्छ गेटमा यस्तो आउँदैछ अरे भन्दाखेरि होल क्लास चाहिँ छपछुप हुन्छ नि एउटा। होइन, तर प्रायः अलमोस्ट सबै सर गुरुआमसँग नै त्यस्तै हुन्थ्यो नि, त्यस्तै नै अब हामी पढ्दा अरू सरहरूसँग चाहिँ त्यस्तो नभएर हामी पढ्दाखेरि चाहिँ यङ्ने सर, केसी मिस, ब्लोन सरहरू यस्तो एक दुईजना सरहरू चाहिँ यस्तो थियो कि नाम सुन्ने बित्तिकै क्या एउटा होल क्लास चाहिँ एउटा होल स्कुलै छपछुप हुन्छ नि एउटा क्या। त्यो डरले हो कि केले हो, तर अब त्यो एउटा हुन्थ्यो।
तपाईँहरूकोमा पनि भनेपछि त्यस्तो थियो हाम्रो होइन थियो नि एकदमै थिएन तर अहिले मैले देख्छु स्कुलहरूतिर कि कतै मैले केही गल्ती गरेँ भने चाहिँ मलाई माया गर्दैन कि भन्ने किसिमको डर पनि हो कि जस्तो न त्यस्तो पनि हुनसक्छ भने त मैले त्यो सर्टको बटम चुट्टिएको चाहिँ अब आएर सिलाइदिने गुरामाहरू भनेपछि अहिले त हुँदैन मेरो आमा बाउले नभ्याएको काम चाहिँ गरिदिने भनेपछि त अब त्यस्तो त्यही कारण त गुरु भावनात्मक त्यही त गुरु मा भनेको नि त गुरु बा भनेको है भनेको त नि भनेपछि तपाईँहरूको पालिमा एउटा इङ्ग्लिसको टिचर एकदमै राम्रो हाम्रो पालिमा पनि थियो जसलाई हामी स्वर्णिम धना मिस भनेर चिनिन्छ है तपाईँहरूको पालिमा थियो कि थिएन मतलब त्यो भेरी स्ट्रिक्ट टिचर एकदम स्ट्रिक्ट गर्नुहुने मलाई चाहिँ जहिले पनि एङ्कर गर्नुहुने अघि किन उहाँको एउटा रिलेसनबाट पनि मलाई चिन्नुहुन्थ्यो किन उहाँले पुरा एङ्कर गर्नुहुन्थ्यो अङ्ग्रेजी पढाउँदाखेरि अनि म चाहिँ सम्झिन्थेँ मलाई मात्रै चाहिँ किन सोधेको होला भन्ने लाग्थ्यो तर पछि बुझ्दा जब म आफै पनि यो शैक्षिक व्यवसायमा पसेँ त्यसपछि मलाई थाहा भयो कि टिचर्सहरूले चाहिँ जो नानी चाहिँ अलिकति कमजोर छ उसलाई नै बेसी चाहिँ फोकस गरेको हुँदो रहेछ भन्ने कुरा थाहा भयो मैले यो उहाँलाई पछि एक दिन भने पनि तपाईँले मलाई मेरो नाम दिइबस्नुहुन्थ्यो म डराउँथेँ अङ्ग्रेजीमा सोधिदिने म बोल्नु सक्दिनँ थिएँ त्यति बेला जवाब दिनु सक्दिनँ थिएँ तर त्यति बेलाको त्यो उहाँले सोधिदिएको त्यति बेला उहाँले मलाई एङ्कर गरिदिइबसेको कारणले गर्दाखेरि चाहिँ आज म सक्षम एउटा अङ्ग्रेजी स्कुल चलाउनु सक्ने मेरोमा क्षमता भयो है उहाँलाई म कहिले पनि भेट्दिनँ है मैले एकदमै आन्तरिक हृदयबाट उहाँलाई नमन गर्छु विशेष शिक्षक शिक्षिकाहरूमा अब अहिले के छ त्यो त हामी भित्र क्लासमा बसेर हामीले अनुभव गरेको छैनौँ उहाँहरूको जुन चाहिँ पढाउने तरिका भन्दा पनि जीवनको मूल्य चाहिँ धेरै सिकाइदिएको हो हामीले जति किताबी ज्ञान पायौँ त्योभन्दा बेसी चाहिँ हामीले जीवन कसरी जिउनुपर्छ भन्ने कुराहरू सिक्यौँ त्यसले गर्दा आज पनि हामी त्यो शिक्षक शिक्षिका खोजी किन बटुल्ने विशेष प्रयास गर्छौँ नि त्यही नै हो अब त्यस समयको शिक्षकहरूको भनौँ न स्यालेरी पनि कम्ती है घरमा बिहानै अब गाईबस्तु हुन्थ्यो कतिजना टिचरहरू गाईबस्तुको घाँस धन्दा गरेर स्कुल आउने दुध बेच्न आउनुहुन्थ्यो सरहरू स्कुटीमा दुध दुध बेचेर जानुहुन्थ्यो त्यस्तो थियो भनौँ मतलब सायद सरहरूले गुरुआमाहरूले चाहिँ दिनको आफ्नो सकेर आफ्नो व्यवस्था सकेर है स्कुललाई पनि दिएको दिन त्यो चाहिँ उहाँकोमा विशेष चाहिँ तपाईँको बोल्दै कुरा काटेको जस्तो उहाँहरूकोमा चाहिँ एउटा कुरा चाहिँ के थियो भनेदेखि चाहिँ मेरोमा भएको ज्ञान चाहिँ कसरी चाहिँ यिनीहरूलाई सिकाउँ भन्ने चाहिँ एउटा त्यो चाहिँ थियो त्यही नै कुरा चाहिँ हामीले जुन सिक्यौँ अघि अब हाम्रो त अवस्था के थियो त्यति बेला यो टाई भन्ने कुरा थिएन जुत्ता जस्तो लाउँदा पनि हुन्थ्यो अघि अनि त्यो सर्टको टाँक चुटिएको हुन्थ्यो गुरुआमाहरूले छियो र धागो ल्याएर टाँक सिलाइदिएको हामीले कहिले भुल्दैनौँ अब त्यस्तो किसिम भन्नु मतलब तपाईँको शिक्षक शिक्षार्थी जुन चाहिँ एउटा ब्रिज भनौँ न साँगो छ त्यो चाहिँ एउटा अभिभावक जतिको भनौँ न एकदमै गुरु चाहिँ अब अभिभावक त्यो समयको अभिभावक भनौँ घरमा चाहिँ आफ्नो अभिभावक परिस्थिति घरको परिस्थितिहरू बुझिदिने शिक्षक शिक्षिकाहरू किनभने त्यति बेला अहिले त अब तपाईँको धेरै नै अभिभावकहरू पढेको पाइन्छ नि त पढेको पाइन्छ बुझेको पाइन्छ त्यति बेला त अब हाम्रो अभिभावकहरू त त्यस्तो पढालेखाहरू पनि थिएनन् तर त्यो नानीहरू चाहिँ त्यो माहौलबाट आएको नानीहरूलाई चाहिँ कसरी चाहिँ स्कुलमा चाहिँ सिकाउनुपर्छ पढाउनुपर्छ भन्ने उहाँहरूकोमा एउटा जुन चाहिँ भित्रबाट उहाँहरूको जुन चाहिँ जागरुकता थियो त्यही नै चाहिँ सबै भन्दाखेरि अब त्यसमा उनीहरूको दैनिक कार्य गरेर चाहिँ स्कुल आउनु पर्ने बाध्यता अहिलेको हुन त सायद आउँदैन नि थियो होला जस्तो लाग्छ होइन तर अब त्यही भएर नै होला अब होइन शिक्षकहरूसँग एउटा आत्मीयता गाँसिएको त्यसले गर्दाखेरि अहिले अब पहिलाको र अहिलेकोमा कस्तो अहिले त त्यही त अहिले त तपाईँको भएका ट्रान्सपरेन्सी आयो प्रत्येकलाई थाहा छ एजुकेसन भन्ने कुरा के हो कहाँ कसो गर्नुपर्ने के गर्नुपर्ने भन्ने कुराहरू आयो अहिले त तपाईँको सरकारी उसबाट पनि त्यस्तै इन्स्ट्रक्सनहरू आइरहेको हुन्छ है शिक्षालाई कसरी माथि पुर्याउनु पर्ने राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय स्तरमा के हुँदैछ त्यो कुराहरू सबैलाई थाहा भइसकेको हुन्छ अनि यो सबै हेर्दाखेरि त शिक्षाको गुणस्तर त त्यति बेला भन्दा त अझै माथि पुगेको भइसक्नु पर्ने अनि सायद त्यस्तै नै छ पनि होला जस्तो लाग्छ गुणस्तरीय नै छ यसलाई कन्टिन्यू राख्नुपर्छ होला जस्तो मलाई लाग्छ आइदिनुपर्छ तपाईँ अब एकदम यो स्कुलको एकदमै आफ्नो भावनाहरू साटिन्छ अघि त्यो एउटा ताजा हुन्छ त्यो समय आज म भाउ भने अब कतिवटा सोध्नु अझै मलाई लाग्दै थियो कि तर अब त्यो सरहरूको नाम लिँदाखेरि नै एउटा उयो हुँदैछ क्या